Hello guys, welcome back to my vlog. So यो 79 Vibes को न्यू vlog अन भइसकेको छ र हामीसँग यहाँ आज हामी रेसुङ्गा जानको लागि रेडी भएका छौं। आज हामी साथीहरु क्लास 9 को भ्रमणको सहित हाम्रो रेसुङ्गा जाने भ्रमण छ। स्कुलको मोडा कट्यो हिजो राति करिब 10:30 बजे स्टार्ट गरेको हाम्रो यात्रा अहिले 7 बजिसक्यो र हामी रेसुङ्गा नगरपालिका पुगिसक्यो र अहिले हामी सिडी चढ्ने ठाउँमा जाँदै छौं। बाटोमा अहिले सनसाइन सो हामी चाहिँ अहिले रेसुङ्गाको प्रवेशद्वारमा पुगिसकेका छौं। 1200 एउटा सिडी चढ्न मेरो पहिलो 1 2 3 गर्दै ल बजाम ल यो कसको यो के ए यहाँ इत्तेका यो ग्रुपिजम यस्तोलाई लैतरलाई देखाए मादल म छोपेको मात्र हो के लैतरे हो यहाँ आइज रेसुङ्गा आएको उकालो पहाड चढ्दै हामीलाई लास्टै गाह्रो भइसकेको छ। सिडीको त नामो निशान पनि छैन। यहाँ सिडी भनेर चिज देखिसकेको छैन। यहाँ उकालो डाँड छुक्दै हामीलाई हालत खराब भइसकेको छ गाइज। ए भ्युटा आयो सिडीबाट जाम। 79 भाइब्स र एभरेस्ट स्काई मिलेर एउटा बच्चा किड्ने भनेका छौँ। यो बच्चालाई चाहिँ हामीले 50 करोड पनि पर्दैन, 50 रुपियाँमा बेच्नेवाला सोचमा छौँ। देखो न गाइज मैंने बच्चा किडनैप कर लिया। देखो ना गाइज बच्चा रो रहा है। देखो ना गाइज बच्चा किडनैप हो रहा है। सो हामी टावरमा पुगिसकेको छौँ। टावर भन्दा नि भ्यू हेरौँ गाइज। द भ्यू इज अवेसम। द भ्यू रुक द भ्यू गाइज। द भ्यू यो चाहिँ सो हामी चाहिँ भ्यू टावरमा चढ्दै। भ्यू टावर हल्का फोहोर रहेछ यार। अरे सीढ़ी है कि खत्म ही नहीं होता बे। आयो अब आयो। द भ्यू टावर इज नियर। उता तल हेर्ने यता ग्याङहरु उता जाँदैछ। हामी चाहिँ हैन यहाँ सिडी पनि छैन गाइज। हेर्नु यहाँ हामी उफ्री हिँड्नु पर्ने सिचुएसन छ। यहाँ बोन लोट्यो हट त बोन। यहाँ हेर्न सक्नुहुन्छ गाइज जंगल छ। कहिले बाघ भालु आएर यहाँ खान सक्छ भरै छैन। माधव सर मादल लिएर अर्को बुफर लिएर म चाहिँ मोबाइल लिएर हिँड्दै थका लाग्यो गाइज। के गर्ने अब उकालो यति छ कि हेर्नुहोस् त हिँड्न पनि सकिएको छैन। माधव सर कसरी हिँड्न सक्नुभयो तपाईँ? केही भन्न चाहनुहुन्छ? एभरेस्ट स्काई 23 हाम्रो चाहिँ यहाँ डामीवाला भ्यू सेन्टर आइसकेको छौँ। अघिको त्यो भ्यू सेन्टर त केही पनि होइन, यसलाई भन्छ भ्यू सेन्टर। र यो भ्यू सेन्टर देखिन्छ कुछ इस तरह से। देखो ना गाइस देखो ना। The view looks like this. It's awesome. तलबाट नि बाटो रहेछ तर यहाँको यो छ नि हैन खूबसूरती नै फरक छ।
अरूलाई के कुराउनुको हामीलाई के कुराउनुको होइन अरू भ्यू हेर्न आउँछन् हामी चाहिँ ढुङ्गा फाल्न आउँछौँ यो पटेर गयो मेरो हातबाट लाजा देखो न गाइस देखो न ल गयो 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 ल भाँच्यो ए अझै हिँड्यो हो के सो गाइस अब म चाहिँ यो ढुङ्गा फाल्न जाँदैछु 1 2 3 गो गयो 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 ल गाइस चावडा रुख भाँचेर एउटा रुख त तीनटा भाँच्यो भक्कै तीनटा मान्छेको टुक्रा भइसकेका छन् अझै हिँड्यो त्यही भूत हवेलीमा आइपुगेको छु गाइस यो यसो हेर्दाखेरि यस्तो छ लेट्स गो इनसाइड अफ दिस भूत हवेली हो गाइस पुरै खण्डर रहेछ यो यहाँ आज एउटा ढुङ्गा रहेछ त्यसै गरी हाम्रो यो रेसिपीको भरभरका साथसाथै This is the end.